गाइजहरू चाहिँ बाटोमा बाइक बिग्रेको अवस्था, रिन्चहरू केही पनि थिएन खोल्ने। भाइले बाइक ठेल्दैछ। अहिले हामी चाहिँ बेलबारी पुलमा छौँ। अनि केही पनि भनेन त्यसले। मेरो काम गर्ने भाइले कहानी सुनाउँदैछ है गाइजहरू। मेरो बुलेट बिग्रेको अवस्था। हो त कुटिनुहोस् अनि कुटिनुहोस्। माया लाग्यो पर्यो पर्यो। पुलिस पनि छैन त्यहाँ। खाल्टै खन्न नजान्ने। बेलबारी पुल। जब 4 बजे नि जा 4 बजे पनि एउटा ट्रक आएन। 5 बजे एउटा ट्रक आयो त म त सुतेको रहेछु हैन। भलाको बडी मात्रै है दाइ म सुत्छु अब के गर्नु लाग्छ नि लागिन्छ मलाई। म त सुतेको रहेछु। आजको बिजोग भएको अवस्था। रोकायो ट्रकलाई हैन। उहाँले भन्छ उठ 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 उठ। अनि उठेको चाहिँ धौराबडा ट्रकमा छ इटहरीसम्म आएको है। इटहरीसम्म भन्छु यहीँ रोकिदियो ठ्याक्कै। यहाँनिर यहीँ रोकिदिए। अनि झन्डै त्यो दिन आएको यहाँनिर यही हो पुरानो छ उयाको। बैरा यहाँको उता तेजो हो यहाँको बैरा यहाँ। अनि यहाँ आएको सल्लाह बन्द रहेछ क्यारे त्यो तेजुले पनि चिन्थ्यो मलाई। त्योसँग पनि अलि यो भन्दा ल ल भाइ दिन्छु त्यसले पनि भन्दैन थियो होइन। अनि अब अब अप्सन छैन भाइ। म त भनेको कि तेजुलाई भन्छु न तर यो साइकल दिनुलाई केही गरिदिनुलाई न तर यो दाइलाई भन्छु म पुगाइदिनु घरसम्म। ओइ म त थाके त हौ मलाई यार। आफ्नो सब्जी पुरानो सब्जी ल्याइदिँदा होइन
बनाइदिनु भएको छ मलाई उम्, मात्रै उम्, त्यसो भन्न खोजेको तर यो दुइटै छैन होइन ए अनि अब त टेन्सन भयो यहाँ चाहिँ हटिया लागिरहेको यतातिर यहाँ हट्टा लाग्छ नि त कुन दिन थियो सोमबार 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 हट्टा लाग्छ अनि बेलुका त्यहाँ गएको होइन दाइ अँ, हेर्दैछु गाउँको मान्छे दुईवटा व्यापारी आएको रहेछ पिकअपमा माल खाँदेर होइन ए पिकअपमा बसेर हिँडेको ए हो र अनि के गर्नु अनि पैसा थिएन तिमीहरूसँग पैसा थियो नि दाइ मैले तिम्रो गाडीमै जानु नमान्ने तल तल झर तल माथिले माथि एउटा बसलाई हो र लकडाउनको समय थियो लकडाउनको होइन हो कुन दिन यो देश आजाद हुँदै थियो नि ए माथि माथि अलिक माथिले यो पालन तँलाई सजिलो हुन्छ पालन साराई यो आयो नि त्यही दिनको कुरा हो यो क्या राजा यो आउँछ भन्यो ल गाइस आज चाहिँ बाइक एकदम ठेलान्थेल पऱ्यो लगभग अब रिन्चहरू केही पनि लिएको थिइनँ मैले लिएको हुन्थ्यो भने त टेन्सन हुँदैन थियो यसको फाइल ब्लक भयो अनि अब कसैलाई पनि कसलाई फोन गर्नु त होइन साथीभाइहरूलाई बुझिहालेको भएन अनि ठेल्दै आफ्नो ग्यारेज लक्ष्मी मार्ग जाँदै गरेको अवस्था पुच्चे भाइले ठेल्दैछ यति छिटो ठेलिरहेको छ कि म भेटाउन सकिरहेको छैन म चाहिँ एकदम गलेर पसिना पसिना भएर त्यसको कहानीहरू पनि मिठो मिठो छ कहानी गर्छ केटाले ल अर्को यो पार्ट अब नेक्स्ट पार्टमा हाल्छु है।